गुड मर्निङ शुभ बिहानी सबैले वेलकम छ मेरो गेमिङ ब्लगमा स्वागत गर्न चाहन्छु। म आज बिहानै खलङ्गा टारदेखि फर्किसकेको छु र मेरो यात्रा यहाँ माथिसम्म थियो। आज म चाहिँ यो सिडीदेखि मुनि झर्दैछु, यतापट्टि छु भाइहरू। यस्तो ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। म चाहिँ यस्तै कन्टेन्टहरू लिएर आउने गर्छु। यो हाम्रो गाउँ हो, गाउँको सिडी अनि यहाँ चौतारा छ। यो डस्टबिन त्यस्तै कन्टेनरहरू म लिएर आउने नै गर्छु। अझै पनि मलाई साथ सपोर्ट गर्न नभुल्नु होला तपाईँहरूले। अनि म यतापट्टि छु। त्यस्तै छ जिन्दगी रमाइलो आज हो होइन माथिबाट आएको अहिले म बिहानै। शुभ बिहान फेरि पनि वेलकम छ, वेलकम माई न्यू ब्लग। स्वागत गर्न चाहन्छु मेरो ब्लगमा। अनि हाम्रो गाउँघर हो यिनीहरू। यहाँ गेट पनि छ, फुलको गेट सजिएको छ। वाउ कस्तो राम्रो यस्तो छ। अनि पर पारी बारीहरू यो यिनीहरू बारीहरू भइगयो। खेतीपाती पनि सकियो अहिलेसम्म। यहाँ वस्तु निकाल्ने बेला भएको छ। अनि फुल पारी निकै सुन्दर। आज बिहान बिहानै म खलङ्गा टारदेखि हिमाल निकै राम्रो निस्केको छ पक्ताङ। अनि निकै राम्रो दृश्य सिनहरू छ। आज चाहिँ मौसम पनि निकै सफा छ सधैँको भन्दा। अनि अहिले चाहिँ म यहाँ माथिबाट आएको। मलाई चाहिँ रुगा मार्गीले अलिक ढेर पारेको छ। कस्तो कस्तो हुन्छ गाह्रो भइरहेको छ। तपाईँहरू पनि सन्चै मेरो अगाडि चाहिँ कुखुरा पनि जाँदैछ क क क क क क गर्दै। निकै राम्रो मौसम छ। यहाँ बोट बिरुवाहरू पनि उम्रेको छ। गुराँसको बोट, यो लाली गुराँस। माथिबाट आएको म पर चाहिँ मिलियन इङ्ग्लिस बोर्डिङ स्कुल भनिन्छ। यहाँ पनि गुराँसको बोट छ कि गुराँसको बोट हो यो। तपाईँतिरहरूको छ कि छैन तपाईँहरूकोतिर। म चाहिँ अहिले घर फर्किँदैछु खलङ्गा पुगेर। सताएको छु सौजिन हाम्रो सहर पन्स्थर डस्टबिन हो यो। सिडी पनि सकियो, होइन रोडमा पुगिसकेँ। अनि यहाँ तल छ यो मेरो गाउँ। हेलो सर, नमस्ते। आजको मेरो ब्लगलाई यहीँ समाप्त गर्न चाहन्छु म। तपाईँहरू कस्तो लाग्यो यो भिडियो जस्ताको त्यस्तै कमेन्ट गर्नु होला, जस्ताको त्यस्तै प्रतिक्रिया दिनु होला। छुट्टिन्छु। स्याहार नमस्ते नोगेन।